हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म बिहानै 4 बजे उठेँ र आज चाहिँ हामी मेरो न्युरोको टिम मेरो साथी दिदीहरूसँग चाहिँ गुफा पोखरी जान लागेको। अब हामी के गर्छौँ चाहिँ सबै भिडियोमा हेर्नु होला। By your side when the sun sets. I hope you'll still want me. I hope you'll still need me 1,000,000 years from now. The seasons are पुगिहाल्यो। हामी चाहिँ गुफा पोखरी जान रेडी हुँदैछौँ। सुवाता दायर ओइ सुवाता दायर यो चाहिँ नि यो 4 बजे फोन गरेर नउठाएर 6 बजे फोन गरेर राख्यो है। कृष्ण दिदी फोनमा बोल्दै हुनुहुन्छ। अनुष्का दिदी अनुष्का यहाँ चिया पकाउँदैछु, भ्लग बनाउँदैछु म जान्न। हामी एकदम रेडी छौँ जानका लागि। कृष्ण दिदीको लप पर्दैछ यहाँ। के हुँदैछ गाइज हाम्रो ब्यागहरू ठिकै भयो नि मलाई राम्रो भयो। ओइ हाम्रो ट्रेकिङको ब्याग देखाउ त गाइज। ट्रेकिङ ब्याग देखा त। वाउ देख्नुभयो नि हामी गुफा पोखरी हाम्रो यात्रा गुफा पोखरीसम्म। हेलो गाइज कता हेलो अब लाग्यो गुफा पोखरी हिँड्यो त्यो अब बाहिर निकाल्यो। अनुष्का दिदीको मम्मीले चाहिँ हामीलाई टिका लाएर बिदाई गर्दै हुनुहुन्छ यहाँ। अनुष्का दिदी चाहिँ उहाँ हो। हिँड्छु हिँड्यौँ हिँड्यौँ। धेरै राम्रो ट्याक्सीमा चढेका छौँ। यहाँ भुइँमा पनि बसेका छौँ। कालो नकालो के हो यो बसन्तपुर आइसक्यौँ। अब चाहिँ हामी खाना खानु लागेको वासरुम जानु लागेको होइन। यहाँ चाहिँ हाम्रो सुस्मा छ होइन थोरै मात्र छ गाइस। मजा आइरहेको छ। बाई खाना चाहिँ छौँ। यो चाहिँ हाम्रो ग्रुपको नटखटी हो है। बोल्नु त मलाई कहाँ आउँदैन बिहा म भन्नु बोल्छु नि त। यसो उयो चाहिँ यसो अब चाहिँ हामी खाना खानु लागेको गाइज। अनि यहाँ चाहिँ हाम्रो खानाहरू छ। हाम्रो चिकन आएकै छैन, चिकन चाहिँ आएको छैन। अनि यस्तो छ हाम्रो स्वादिष्ट खाना। यहाँ हाम्रो कोपिलाजी खाना खाँदै हुनुहुन्छ, यहाँ अनुष्काजी पर्खाइमा हुनुहुन्छ, यहाँ हाम्रो ग्रीष्माजी चाहिँ वाइफै नटिपेर यहाँ हाम्रो खाना खाने ठाउँबाट चाहिँ यस्तो छ भ्यू हेर्नु सक्नुहुन्छ गाइस तपाईँहरूले। यति राम्रो भ्यू छ। अनि हाम्रो यहाँ नअटेर चाहिँ हाम्रो दुईजना यहाँ सेनामेनालाई त राखेको छौँ हामीले। मिठो कृष्ण दिदी जय श्रीराम। बाटो चाहिँ एकदम खतरा छ है, खतरा छ बाटो। घर लाउँदैन होला कि क्या हो बिचमा चाहिँ।
के भयो ठोक्यो ल बाटो त्यस्तो छ गाडी धाउने पैसा ल्याएको पैसा लगायो भन्दा कम छैन एकदम खत्तम छ है खत्तम त्यसरीको त्यो आँखा टोकेर केही आएन पैसा लाग्यो भने कम छैन बाटो खोइ अहिले कस्तो बाटो बाटो पुरै भन्न पनि धेरै गाह्रो छ है मेरो 1 मिलियन सब्सक्राइबर गुफा पोखरी आइपुग्यौँ तर वेदर चाहिँ एकदमै धुम्म छ के गर्नु कार्की बोला त के तिम्रो 2 शब्द राख हेलो गाइज वेलकम टु कपिलाज ब्लग अनि आज चाहिँ हामी के भन्नु त हेर्नु यहाँ परेर पनि रहेछ पोखरी हामी आइपुग्यौँ अब हामी चाहिँ भित्र छिर्दै खोइ बोल न यहाँ गुफा पोखरी आइपुग्यो फाइनल्ली पुग्यो यस के भन् प्रियङ्का आउन चाहिँ यति रहर लागेको है कहिलेदेखि रहर लागेको आउन चाहिँ बल्ल बल्ल आइपुग्यो तर के गर्नु फाइनल्ली आन्द्रा हुडी सबै निस्क्यो आइपुग्यो अझै ब्लग अब चाहिँ हेर्नु अलिक यहाँ खुलेको यो चाहिँ नि आज 4 बजे उठ्ने भनेको मान्छे 6 बजे उठेको है यसलाई छोडिदिन आएको थियौँ त्यो पनि अब परि भयो ब्लगमा ब्लग अरे ढुङ्गाको घर देख्नु भएको छ तपाईँ वाउ ढुङ्गाको घर हेर्नुहोस् ढुङ्गाको घर बाटो चाहिँ एकदम अफरोड छ कुहिरो लागेको छ चिसो त छैन कुहिरो चाहिँ टन्नै लागेको आइपुग्यौँ फाइनली गुफा पोखरी जाऊ यहाँ चाहिँ आफ्नो बोयफ्रेन्डको नामहरू लेख्दैछन् बुढाको नाम बोयफ्रेन्डको नाम खनी है खनी अन्स्कीले म पनि खन्छु देऊ लेखाइदेऊ न कार्की ब्लगमा मेरो पनि देखाइदेऊ म पनि खन्न चाहन्छु ब्लग स्टार भइसकेको हो ल गाइज उहाँले चाहिँ गुफा पोखरीमा आफ्नो प्रेमिकाको नाम यहाँ घर लेख्दै हुनुहुन्छ उहाँ चाहिँ फेरि धेरै अत्तालिनुहुन्छ कि यहाँ हेर्नु सक्नुहुन्छ उहाँको हस्बेन्डको नाम उहाँले गुफा पोखरीमा छापिसक्नु भएको छ धेरै रमाइलो भइरहेको छ हामीलाई मेरो भ्लगमा सबैले लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला यहाँ झन्डै लडो मेरो भ्लग गर्दा मेरो साथी हेलो गाइज हामी चाहिँ गुफा पोखरी आइपुग्यौँ अब यहाँ हेर्नु हाम्रो साथीहरूको चडक तपाईँहरूले देख्नै भएको छैन यहाँ हेर्नु यहाँ गुफा पोखरीमा उहाँहरूलाई साडी लाउनु पर्यो अरे यता हेरिदिनु मैचा यता उहाँ हेर्नु यता त्यो सलमान खान र काजलको गीत छ नि
रंग दे तू मोहेगे बाई गाइज यहाँ हेर्नु है यिनीहरूको अब यो साडी लगाएर यिनीहरूको चर्ती कला कस्तो हुन्छ भरे हेर्नु ल भ्लगमा हेर्नु ल बाई यहाँ हेर्नु न घरदेखि नै देखाउ त घरदेखि के लाग्थ्यो अरे आम्मामामा सकिएन नि सकिएन यो आइमीहरूदेखि सकिएन ल एकजना फोटो जाम तल्लो जाम नाग्ने होइन के हो गुफा पोखरी घुमिसक्यौँ वेलकम टु आवर ब्लग गाइज हेर्नु न यहाँ हेर्नु न कस्तो दामी वेदर छ तपाईँहरूलाई गुफा पोखरी घुमिसक्यौँ अब हामी टाढामा हेर्नु न यस्तो राम्रो छ गाइज प्लिज तपाईँहरू पनि एकचोटि आउनु होला तर आउनुभयो भने चाहिँ अलिकति बिहानै आउनु होला हेर्नु न कस्तो राम्रो छ यता यहाँ हेर्नु हाम्रो साथीहरू सबैजना यता नराम्रो कि तर दामी जस यो के भन्छ होला डाँडा काँडा चाहिँ एकदम राम्रो छ यहाँ होइन गाइज जस आउनु होला तपाईँहरू पनि घुम्दै होइन घुम्न अवश्य आउनु होला गुफा पोखरी धेरै राम्रो छ थ्याङ्क यू गाइज यस्तो डाँडा काँडा झर्दै झर्दै यस्तो झर्दै हामी झर्दैछौँ उहाँ चाहिँ हाम्रो आमा हो मेडिकल आइसीयूको आमा झर्नु मेडिकल आइसीयूको रानी उहाँ तल केटीहरू म पनि यही बाटो जान्छु हेलो गाइज कस्तो राम्रो छ हौ ठाउँ त जाँदैछौँ भोलि बिहान हामी घाम हेर्न जान्छौँ अहिले चाहिँ हामी के अरे हिमालयन होटल बुक गरेको छौँ तर यताको होटल चाहिँ अर्कै हुँदो रहेछ है गाइज यस्तो अप्ठ्यारो छ है बाटो चाहिँ गाह्रो छ बल्ल बल्ल छुट्टी मिलाएर घुम्न आएको हामी यता हेर त हाई अमै यता हेर न पुरा फोटो सेसन हुँदैछ है बहिनीसँग पहाडको बहिनीहरूसँग माथि चौरी गाई ताप्दैछौँ हामी र हामी चाहिँ बेलुकाको खाना खान आँटेको छौँ हिमालयन होटलमा यता हेर्नुहोस् अङ्कलले सर्भ गर्दै हुनुहुन्छ भिन्डी आलु साग अचार मुलाको अचार खाना मेरो आउने बाँकी छ सुता छन् गाइजहरू यसरी एउटा बेडमा तिनजना ओइ निकालेर टाउको सबैजनाले टाउको निकालेर नि यता भिडियो गर्दैछु मजा आइरहेछ जाडो चाहिँ एकदम जाडो छ मजा आइरहेछ
यस्तो छ है हालत यस्तो छ हालत अब हामी जाडोले गाइज वेलकम टु आवर च्यानल भन्नै बिर्सेँ मैले आज अब हामी चाहिँ सुत्न आँटेको होइन एउटा भ्लगमा 10 चोटि हुन्छ वेलकम टु माई च्यानल अनि त्यहाँ चाहिँ 3 जना सुत्नु भएको छ अघि देखेको 3 जना महानुभावहरूलाई मैले बिहान उहाँ चाहिँ लड्ने सम्भावना छ यो चाहिँ लड्छ कि भनेर डर लागिसक्यो मलाई यहाँ ब्याग चाहिँ छेउमा राख्दै गर्नु सुताको लागि त बड बड्ने भोलि पक्नु न ठिक छ आन्टी अहिले आउनुहुन्छ अरे यति दुःख कष्ट गरेर यहाँसम्म आयो अब म यहाँभन्दा माथि जान सक्दिनँ ए मुला घाम हेर्नलाई त्यति तल कहाँ हो बाट अब चाहिँ मैले यहाँ माथि जान गिभ अप गरिसकेको छु है गाइज फाइनली घाम झुल्किसकेको छ नसकेर माथि जान हामी चाहिँ झर्दैछौँ तल चाहिँ वहाँनिर गुफा पोखरीको बजार सकुवाला नि हिँड्नै सकिएन चिसो 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 धेरै चिसो हावा छ धेरै नगर्ला भन्दैन यस्तो छ है हाम्रो यहाँ होटल चाहिँ यहाँ चाहिँ रमाइलो गर्नुपर्छ रमाइलो गर्छ अरे यो यताहरू गर्दाखेरि जहिले 0.5 बाट गर्नु क्या भिडियो चिया खाइँदैछ यस्तो गरौँ न ल आउनु अंशका दिदी आउनु यति गर्न पनि सक्नुहुन्न फेरि पानी ताजा ताजा चिया यो अल्छिनी सुतेर उठिन माथि सनसेट हेर्न पनि गयो तर धेरै राम्रो गरी ल्याउँदैन हुन्छ दिदी एक्लै गई होइन घुमे अनि आएर फेस वासले हिजो ब्रस पनि गरेको थिइनँ आज चाहिँ यहाँ हेर्नु गाइज ब्रस पनि गरेँ मुख धुँदैछ फेस वासले कस्तो फिल भइरहेछ त कस्तो फिल भइरहेछ त गाला त मोटो मोटो देख्छु त तिम्रो ल यहाँ हेर्नु यसलाई बाँदरभन्दा कम रहेन रहेछ पर्खिनु सर्खिनु केही छैन हामी तल 2 स्टेप कुदेको छैनौँ उहाँ पुगिसक्यो डाँडामाथि बाँदरै हो ज्यान पनि बाँदर हेर्नु त यहाँ गाइज पालकी में हो नाच्नु पालकी में हो केस नसुन हौ यहाँ मेरो दिदीको डान्स हेरिदिनु अब नाच्नु पालकी में हो के सवार चली रे कमेन्ट गर्नु है दिदीको बारेमा कमेन्ट गर्नु धेरै राम्रो हुनुहुन्छ ल प्रेङ्क एउटा सायरी भन्दै त एउटा गीत गाइदे प्रेङ्का यस्तो राम्रो गीत गाउँछ लु अब म देख्नु पनि गाइस यहाँ त्यसरी राखेको छ के अचार हो प्लेटहरू यो भनेको चाहिँ यो मान्छे भनेको चाहिँ नि हामी हिँड्न नसक्ने मान्छेलाई डोर्याउँदै लाने हो कि त्यति माथि हामी डाँडामा पुग्यौँ होइन गाइस छैन मान्छे छैन हौ मान्छे त छैन कहाँ जानु मर्न आँटेको छ मान्छे ट्रेकिङ बाटो यता रहेछ सिँढीको बाटो लगेको छ कहाँ हिमालको पाहाडबाट कहाँ हो तर बाँदर भन्दा चाहिँ कम हुँदो रहेछ अनुष्का दिदी भनेर आज प्रुफै गर्नुभयो साह्रै छुट्टी छ हेर्नु राखो यहाँ हेर्नु गाइस चिया खाना हामी टुप्पीमा नपुगे पनि सनराइज चाहिँ हेऱ्यौँ फोटो पनि देखाउँदैन अरे यो चाहिँ हिमालयन होटल हो है अनि पर्खिनु पर्यो नि हामी हजुरहरूको अनुहार देख्नु परेन हामीले अनि अनुहारै नदेखेपछि कता गयो कि हाम्रो प्यान केक आइसक्यो अर्ग्यानिक प्यान केक वाउ भन्दै चाहिँ यो
7 बजेसम्म सुत्ने मान्छे हो यो चाहिँ फेस वासले मुख धोएर चिटिक्क भएको छ यहाँ फेस वासले मुख धुन पनि भ्याएछ यो चाहिँ ढुङ्ग्रो अरे क्या यहाँनिर चाहिँ के अरे कोइला हालेर तातो हुन्छ होइन दिदी तराईको हिटर भन्ने जस्तै हो यो त योबाट पनि सक्छ नि फेरि फुल्छ कि कस्तो राम्रो कति छ त बिरुवा जाग्छ जाग्छ दिउँ न हामीलाई के कुरा पत्ताबाट पनि जाग्छ जे माग्छन् है जे माग्छन् यहाँ त हाल्नु पर्ने के गर्नु किन नदिनु म पनि लान्छु के हामी हिँडेको अब गुफा पोखरीबाट गाइज यता हेर गाइज बाई बाई गर गुफा पोखरीलाई हामी त्यहाँ गुफा पोखरीसम्म जाने हिजो किनकि निलो पानी नै देख्न पाइएन त्यही भएर अनि त्यहाँबाट हामी बस चढ्छौँ तालचा लागेको रहेछ कि गुफा पोखरीमा अनि यहाँ मक्काल होटलबाट तालचा ल्याउँदै चाहिँ अब दिदीले छ्या हे क्यामेरा चाहिँ ब्लक भएको रहेछ यस्तो भएको रहेछ क्यामेरा चाहिँ फेरि कुद्नु अब भयो भयो रेडी हुँदैछ क्या महारानी हट कपे मेरो त भ्यू छैन यही हो हाम्रो गाडी चाहिँ यही हो हाम्रो गाडी हामी गयौँ बाई बाई गुफा पोखरी छुच्ची लगिसक्यो नि त हाम्रो चाहिँ सक्यो ट्रिप अब जान आँटेको विराटनगरतिर निस्किँदैछन् अहिले छैन